देश लगायत विश्वभरि छरेर चाहिँ बुद्ध शान्ति साप्ताहिकको यस अफिसियल फेसबुक पेज लगायत हाम्रो बुद्ध शान्ति साप्ताहिकको युट्युब च्यानल मार्फत हेरिरहनु हुने यहाँहरू सम्पूर्ण दर्शकबिनहरूलाई म यहाँहरूकै आवाजबिनहरूको आवाजको साथी विजय उप्रेतीको नमस्कार टक्राउन चाहन्छु। यतिखेर हामी पूर्वको सुन्दर नगरी झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 4 मा अवस्थित यो बर्ने चिया कमान परिसरको बीच भागमा रहेको यो शिरीषको फुल जुन पछाडि देखिरहनु भएको छ यहाँहरूले यो विगतका वर्षहरूदेखि नै अत्याधिक रूपमा भाइरल भइरहेको छ। जब लकडाउन सुरु भएको थियो, लकडाउन सुरुवात भए सँगसँगै त्यो फुर्सदको समयमा यो शिरीषको रुख पनि निकै नै भाइरल भएको थियो। त्यो सँगसँगै अहिले यहाँनिर जब यो शिरीषको फुल फुल्ने गर्दछ, यो शिरीषको फुल फुलेको समयमा धेरै टाढा टाढाबाट व्यक्तिहरू यहाँ आएर यस शिरीषको फुल भएको स्थानमा आएर फोटोहरू खिचेर टिकटक बनाएर सामाजिक सञ्जाल लगायत टिकटक लगायत अन्य धेरै क्षेत्रमा यहाँ आएर क्रियाकलापहरू गरेर सञ्जाल रङ्ग्याउने काम गरेको पनि हामीले पाइरहेका छौँ। सोही अनुरूप आजको यहाँको विषयवस्तु यहाँहरूलाई देखाउनको लागि हामी आएका छौँ। पक्कै पनि यहाँ देख्न सकिन्छ ब्याकग्राउन्डमा धेरै नै टाढा टाढाबाट व्यक्तिहरू आएर चाहिँ यहाँ टिकटक बनाउने फोटो खिच्ने गरिरहेको पाइन्छ र साँच्चै नै बुद्ध शान्तिको एउटा नमुनाको रूपमा पनि लिन सकिन्छ यो स्थानलाई। विगतका वर्षहरूदेखि चारैतिर हेर्दाखेरि हरियाली, चारैतिर शिरीषका रुखै रुख देख्न सकिन्छ। हामीले यहाँबाट माथिसम्म जाँदै गर्दाखेरि यो बाटोको वरिपरि नै दुवै साइडमा चाहिँ रुखहरू देख्न सकिन्छ भने अहिले यो ढकमक्क फुलेको यो फुल देख्दाखेरि साँच्चै नै मन हरहर भएर आउँछ। साँच्चै नै दर्शक हेर्नुहोस् त कति रमाइलो छ यो स्थान। अब यहाँ आउनुभएका केही व्यक्तिहरूसँग कुराकानी पनि गर्न चाहँदैछौँ हामी कुरा गर्नेछौँ। ओके, हामी यहाँ भिडियो बनाइरहने क्रममा यहाँ एकजना जोडी देख्न सकिन्छ। यहाँ उहाँहरू कहाँबाट आउनुभयो सरहरू? हजुरहरू बिर्तामठबाट। हजुरको परिचय भनिदिनु न पहिला। मेरो नाम नरेश करेल। हजुर, फोटो पत्रकार महासङ्घ झापाको सचिव। आहा, कति राम्रो तपाईँलाई भेटिरहँदाखेरि त। सर, यो स्थानमा आइरहँदाखेरि कस्तो लागिरहेछ हजुरलाई? मलाई पनि त्यो यहाँ सधैँ आउँछु र यो म पनि आज मेरो क्यामेराको ब्याग त्यहाँ पर छ। हजुर, अनि यो ठाउँलाई यतिको अब यो विकास पनि निर्माणको काम पनि यहाँ भइरहेको देखेँ हिजो अस्ति आउँदा पनि। र यो अब चाहिँ शिरीष पुरै फुलिसक्यो भनेपछि यहाँ पर्यटक यो जिल्लाभित्रको र झापा जिल्लाभन्दा अलिकति टाढाको पर्यटकहरू चाहिँ धेरै यहाँ आउनुहुन्छ। अनि विशेष गरी चाहिँ अन्ततिर घुम्न जाने पर्यटकहरू घुमेर फर्किँदाखेरि चाहिँ यो ठाउँमा आएर टिकटक बनाउनुहुन्छ। यो चाहिँ ज्यादा चाहिँ यो ठाउँ भाइरल तपाईँको कोभिड-19 पछाडिको समयमा जुन कोभिडले गर्दाखेरि एकदम समस्या भएको थियो, मान्छेहरूलाई इन्टरटेनमेन्टको लागि ठाउँ चाहिएको थियो। त्यहाँ पछाडि यो ठाउँ एक्सप्लोर भयो र त्यहाँ पछाडिका हरेक साल चाहिँ हरेक वैशाख जेठमा जुन समयमा यो शिरीष एकदम धेरै फुल्छ त्यतिखेर चाहिँ यहाँ पर्यटकहरूको घुइँचो हुने गर्छ। अनि आज म पनि हिजोसम्म चाहिँ हिजो हाम्रो अधिवेशन थियो, त्यो सिद्धाइसकेपछि आज एकछिन चाहिँ अब श्रीमतीले पनि जाउँ न त त्यहाँनिर चाहिँ घुमेर आउँ भन्दाखेरि आयो। अब त्यही क्रममा भाइहरूसँग नि भेट भयो। खुसी लाग्यो हजुरलाई यो स्थानमा पाइरहँदाखेरि। म्यामलाई कस्तो लागिरहेको छ यो स्थान? एकदम रमाइलो। वर्षैपछि आउनुहुन्छ? टिकटक कतिको बनाउनुहुन्छ? हल्का फुल्का। एकदमै ल, खुसी लाग्यो टाढाबाट पनि आएर यस स्थानको विषयमा। अझ हजुर त फोटो पत्रकार महासङ्घको सचिव पनि हुनुहुन्छ। यो स्थानलाई अलिकति उजागर बनाउनलाई महत्त्वपूर्ण भूमिका खेलिदिनुहुन्छ होला भन्ने उम्मेद पनि राख्दछु भन्ने हाम्रो प्लानिङ पनि हो। किनभने यो चाहिँ झापा जिल्लाभित्र टिकटकै बनाउनको लागि भनेर यहाँभन्दा धेरै भाइरल भएको ठाउँ कमै होला झापाभित्र चाहिँ, मलाई चाहिँ त्यस्तो लाग्छ। ठिक छ, तपाईँहरू पनि यसमा लाग्नु भएको छ, यो एकदमै राम्रो कुरा हो। एकदमै धन्यवाद सर हजुरलाई। ओके, यहाँ हाम्रो भाइहरू देख्न सक्छौँ हामीले। दिदी हुनुहुन्छ? दिदी नमस्कार। तपाईँको परिचय? मेरो कमला वास्तला। कहाँबाट आउनुभयो? मेरो घर यहीँ पर्छ। यहीँ हो? यहीँको स्थानीय हुनुहुन्छ? कस्तो लाग्दैछ त आफ्नो स्थानमा यति हराभरासँगले चाहिँ यो फुलहरू फुलिरहँदाखेरि? यति टाढा टाढाबाट यहाँ व्यक्तिहरू आएर धेरै आएर चाहिँ यसरी यो टिकटक बनाउने, फोटो खिच्ने, यो अहिले त झट्ट देखिरहँदा सुरक्षाको हिसाबले पनि यो सडक त्यति सुरक्षित त छैन। किनभने गाडीले बा हिर्काउने हो कि भनेर हामी पनि डराउँदै भिडियो लिइरहेका छौँ होइन। यति धेरै भिड भइरहँदाखेरि कस्तो महसुस भइरहेछ? यो यस्तो यो एकदम राम्रो छ, सुन्दर छ नि त। यो देख्दाखेरि एकदम राम्रो लागिरहेछ नि आफ्नो ठाउँ।
आफ्नो गाउँ रमाइलो लागिरहेछ मान्छेहरू सबै आएर हेरिरहनु भएको छ घुमिरहनु भएको छ होइन एकदम खुसी लागिरहेछ गर्वान्वित हुनु भएको छ एकदम है खुसी, आफ्नो ठाउँको विकास विस्तार र प्रवर्धन यो भइरहँदाखेरि पर्यटनको प्रवर्धन भइरहँदा खुसी हुनुहुन्छ एकदम खुसी, खुसी। अब के चाहिँ गर्दै जस्तो लाग्छ त के चाहिँ भइदिएदेखि यो ठाउँ अझै अलि धेरै विकास हुन्थ्यो यहाँको अलिकति राम्रो हुन्थ्यो जस्तो लाग्छ होइन नि अब यो धेरै छ नि यहाँ बनाउनु पर्ने होइन हजुर अब केही गर्दैदेखि अझै राम्रो हुने थियो नि हुन त दर्शक पनि देख्न सकिन्छ धन्यवाद दिदी समय र जानकारीको लागि यहाँनिर यो यतापट्टि यो बालुवाहरू बिछाइएको छ यहाँनिर र उता तलतिरपट्टि पेभर्स पनि उतारिँदै रहेछ यो ठाउँलाई अलिकति व्यवस्थित र पर्यटकहरू आइरहँदाखेरि घुम्न बस्न र यहाँनिर टिकटक लगायत फोटोहरू खिच्न सहज होस् अलिकति आकर्षक होस् यो ठाउँ भनेर चाहिँ यहाँ प्रयास सुरु गरिएको पनि पाएको छौँ पक्कै पनि हामी अन्य केही व्यक्तित्वहरूसँग कुरा गर्ने नै छौँ निकै नै राम्रो राम्रो पहिरनहरू पहिरेर यहाँ आएर टिकटकहरू बनाउने भइरहेको छ यहाँ भाइहरू पनि हुनुहुन्छ भाइहरू कहाँबाट आउनुभयो हामी यहीँ हो के हो भाइको नाम दिलीप गौतम हो मेरो नाम भाइको नाम मेरो चाहिँ नवीन दाल हो कस्तो लागिरहेछ त यो ठाउँमा आएर भिडियो बनाइरहँदाखेरि एकदम रमाइलो भइरहेछ अब यहाँ अझै विकासको काम भइरहेछ एक दुई दिन पछाडि यहाँ पार्क बनिने कुरो हुँदैछ त्यहाँ पछाडि झन् यो ठाउँ त के हुन्छ पार्कै बनिने भनेको छ कसले भन्यो तपाईँले के जानकारी भएको छ यहाँ अघि यसो सोधखोज गर्दाखेरि त्यस्तो यहाँको पार्कै बनिने अरे पार्कै बनिने अरे दर्शक पनि पार्क बनिने कुरो हामीलाई चाहिँ जानकारी आएको छैन आधिकारिक रूपमा हामी जानकारी लिने नै छौँ आइरहेछ हजुर अब तपाईँलाई के लाग्छ यो ठाउँको अलिकति व्यापक हिसाबमा विस्तार हुन र यो ठाउँको चाहिँ अलिकति प्रचार हुनलाई चाहिँ के होस् जस्तो लाग्छ हजुरलाई त्यही हो अब यही सामाजिक उयोमा फेसबुक टिकटकहरूमा अब फोटो हालेर अब भाइरल भइरहेछ भाइरल रुख भनेर चिनिन्छ 2-3 वर्षदेखि बबाले चलिरहेछ अब मान्छे हेर्नु न भिडभाड कति छ विगतका वर्षहरूमा जस्तै अहिले 2-3 वर्षदेखि मात्रै भाइरल भइरहेछ नि यतिका वर्ष नदेखिएको यो रुख 81 यसरी देखिरहँदाखेरि चाहिँ तपाईँलाई चाहिँ के लागेको छ त अब हामी नजिकको हामीले वास्तै गरिदिन्थ्यौँ अचम्म लाग्यो नि अब मान्छेले फोटोसोटो खिच्दा त यस्तो पो रहेछ यहाँ त फोटो यस्तो अरूले हालेको देखेर आउनुभयो नि तपाईँ पनि आफै चाहिँ कहिले खिच्न आउनु भएको आफै त आइएन नि ठिक छ अबदेखि चाहिँ निरन्तर आइरहनु होला है त दिनै पछि हो यहाँ त रमाइलो छ अहिले त हजुर दिनै पछि आउनुहुन्छ नि दिनै पछि अहिले त एकदमै खुसीको कुरा जहिले आउनु होला साना रुत्दैन अहिले त हजुर एकदम त्यस्तो हुन्छ नि त्यस्तो भइसक्यो भाइलाई त्यस्तै भइरहेछ भाइलाई पनि त्यस्तो एकदम रमाइलो फिल भइरहेछ क्या तर यहाँ चाहिँ अझै विकासको कामहरू अझै इम्प्रुभ हुनु पऱ्यो सिटहरूको व्यवस्था हुनु पऱ्यो पसलहरूको व्यवस्था हुनु पऱ्यो अझै सकेसम्म पिङहरू राखिदिँदा अझै दामी हुन्थ्यो त्यस्तै यहाँनिर आशा गरेको छौँ कि त हाम्रो कुराहरू तपाईँहरूले माथिसम्म पुर्याइदिनु हुनेछ जस नगरपालिकासँग कुरा पुग्नेछ र पार्कहरू एकदम छिटो बन्नेछ त्यस्तै हो एकदमै अरू केही भन्न चाहनु अरू जस समयको लागि धन्यवाद एकदमै यहाँनिर मेन कुरा चाहिँ हामीले बुझ्नै पर्ने र जान्नै पर्ने यो ठाउँ यसरी भाइरल बनिरहँदाखेरि सुरक्षाको दृष्टिकोणले भने अलिकति खतरापूर्ण छ यो खतरापूर्ण कसरी छ भने सडक एकदम साँघुरो छ यो सडकमा उभिएर फोटोहरू खिच्ने महानुभावहरूको लहरको बढ्दो क्रम छ यहाँ दुर्घटना नहोला भन्न सकिँदैन जसले गर्दाखेरि यो सडकको भाग चाहिँ चौडा बनाउने पो हो कि अथवा यसलाई कसरी व्यवस्थित गरेर जाने हो यो विषयमा अझै पक्कै पनि सम्बन्धित निकायले ध्यान दिनु नै हुनेछ होला हामी दिदी नमस्कार कहाँबाट आउनुभयो हामी बुधबारे बुद्ध खान्थ्यौँ बजारबाट बजार यही बुधबारे नै हजुरको कस्तो लागिरहेछ त यो ठाउँमा आइरहँदाखेरि हामी त एकदम रमाइलो लागेको छ पोहोर पनि आएको थियौँ कति राम्री भएर आउनु भएको छ राम्रो त अब भाइरल रुखले राम्रो बनायो रुखले नै राम्रो बनाइदिया हो हजुर यहाँ आइरहँदाखेरि कस्तो महसुस भइरहेछ त एकदम अब हाम्रो त यहीँ घर हो र पनि यहाँ आउँदा त अर्कै फिल अब होइन भाइरल रुख जस्तो छ त्यस्तै नै अब यहाँको वर्षै पछि आउनुहुन्छ वर्षै आउँछ हामी जहिले 3 वर्ष आउनुहुन्छ भयो नि? हामी यहाँ पुरै आएको 3 वर्षदेखि त्यहाँभन्दा अगाडि त्यहाँभन्दा अगाडि चाहिँ आएको थिएन थाहा थिएन? 3 वर्षदेखि चाहिँ एकदम पोहोर पनि आयौँ कलर पनि आयौँ अनि यसपालि चाहिँ सबै 3-4 जना साथी मिलेर यो ठाउँमा आइरहँदाखेरि कस्तो महसुस हुन्छ त यहाँको एकदम अब बुधबारे हुन त हामी यहीँ बसेको मान्छे तर यो फुल फुलेको बेलामा चाहिँ एकदमै अब अरू बेला चाहिँ आउनुहुन्न अरू बेला पनि आइन्छ तर यस्तो महसुस हुँदैन कि यो जुन फुल फुलेको बेलामा चाहिँ अब यहाँनिर चाहिँ कहिले जाम त्यो भाइरल रुख अब कहिले हेरौँ होइन त्यस्तो हुने क्या जम्मैलाई यो रुखले तानेको हो कि अब केले हो एकदमै अब रमाइलो लाग्छ है देउस यो स्थानमा आउँदाखेरि डर लाग्यो नि बहिनीहरू कति राम्रो नाचिरहनु भएको छ हेरौँ न थोरै बहिनीसँग कुरा गर्छु आउनु त भाइ यता अलिकति बहिनीहरू कहाँबाट आउनु भएको हो नमस्कार है तपाईँको नाम भन्नु त प्रतीक्षा प्रतीक्षा के थरी बोहरा कति राम्री भएर आउनु भएको रहेछ
मेरो साथी पनि कस्तो राम्रो भएर आइछ त्यहाँ नु खोइ साथीहरू यता आउनु त मेरो साथी सबै तपाईँहरू साथी को हुनुहुन्छ मेरो बेस्ट फ्रेन्ड हो यो केटी चाहिँ नि यो रातो लगाउने होइन होइन यो कालो लगाउने कालो लगाउने बोलाउनु त यता बोलाउनु त सबैसँग आज कुरा गर्ने हो ल मेरो साथी कस्तो लजाइ साँच्चै राम्रो यो टिकटकै यही सिरिजकै फुल भए ठाउँमा आउँछु भनेर चाहिँ यति राम्री भएर आउनु भयो राम्री चाहिँ भएको नि यहाँ टिकटक गर्न साह्रै रहर लाग्यो नि आएको होइन ठिक छ राम्री पनि हुनुहुन्छ होइन कस्तो लागिरहेछ त यो ठाउँमा आउँदाखेरि यो टिकटक बनाइरहनु भएको छ यहाँ देखिरहेको छौँ होइन यो ठाउँमा आउँदाखेरि चाहिँ कस्तो लागिरहेछ त भिडियो बनाउन पाइँदो रहेछ गाडी कुदेको गरेर वाक्क लाग्यो मलाई त कि यो गाडी नकुदोस् भन्ने चाहना हो त होइन अझ यसलाई व्यवस्थित गराउन चाहिँ के गरिदिएदेखि चाहिँ हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई मेरो विचारमा चाहिँ 5 मिनट यो यता गाडी बन्द गरेर यो रोडमा टिकटक बनाउन पाए हुन्थ्यो मलाई चाहिँ लकडाउनको समयमा त बनाउनु भएको थियो होला नि त नि बनाएको थियो पुलिसले गुटुरु पनि पारेको ए छेलियो अलि लकडाउनको समयमा त बनाउनु पनि भएको थियो होला नि त होइन अब समग्रमा यो भिडियो धेरै दर्शकहरूले हेर्नुहुन्छ है के भन्न चाहनुहुन्छ त सबैजना आइदिनु होला राम्रो छ यहाँ हाम्रो बुद्ध शान्ति हेरिदिनु होला भिडियोहरू बनाइदिनु होला एकदम भाइरल भइरहेको छ यो रुखहरू सिरिजको फुल हामी त दमक जान आँटेको थियौँ कि भिडियो बनाउनलाई अनि यहाँ घरदेखि कति मिनट पनि लाग्दैन 10-15 मिनट त लाग्छ अनि आएको भिडियो दमक जान छोडेर अहिले यहाँ आउनुभयो नि एकदमै खुसीको कुरा हो समग्रमा बुद्ध शान्तिको यस वडा नम्बर 4 मा अवस्थित बर्ने चिया कमानको यो छेउमा रहेको यो सिरिजको फुलमा आउँदा आनन्द भइरहेछ होइन त समय र जानकारीलाई धन्यवाद दिन चाहन्छु पर्यटकीय स्थलको गन्तव्यको खोजीमा हिँडिरहने क्रममा बुद्ध शान्ति गाउँपालिकाको यस गाउँपालिकाको मुटुमा रहेको यस चिया कमानको पासमा रहेको यो भाइरल सिरिजको रुख पनि पक्कै पनि यहाँहरूको मनमुटु अनि मस्तिष्कमा रहेकै छ होला भन्ने भन्न चाहन्छु यहाँहरू बुद्ध शान्ति लगायत आसपासमा जहाँ रहेर पनि यो भिडियो हेरिरहनु भएको छ यस स्थानमा आउनु होला यस स्थानको यो हाम्रो यो पर्यटनलाई अलिकति प्रवर्धन गर्न महत्त्वपूर्ण सहयोग यहाँहरूले पनि गर्नुहुन्छ नै होला भन्ने उम्मेद पनि राख्दछु र यस स्थानमा अलिकति व्यवस्थित गरेर चाहिँ यो फोटोहरू खिच्न लगायत भिडियोहरू बनाउनुको लागि अलिकति असहज परिस्थिति देखिएको छ अहिलेको समयलाई भने पक्कै पनि सम्बन्धित निकायले यसलाई अलिकति यस क्षेत्रका जनप्रतिनिधि लगायत यस क्षेत्रलाई हेरिरहनु हुने केन्द्रमा पुग्नु हुने नेताजीहरूलाई पनि यस स्थानका लागि पक्कै पनि केही न केही गर्नु नै हुनेछ होला भन्ने ध्यान आकर्षण गराउँदै बनिरहेको पनि रहेछ यहाँ पेपर्सहरू बिछाउने काम पनि भइरहेको हामीले पाएका छौँ अतः निकट भविष्यमा यो स्थानलाई अझ राम्रोसँगले पर्यटन प्रवर्धनमा लिएर जान सक्ने नै छौँ होला भन्ने भनाइ राख्दै बुद्ध शान्ति न्युज बुद्ध शान्ति साप्ताहिक हेरेर बस्नुहुने यहाँहरू सम्पूर्णलाई नारायण रिजाल रोशन भट्टराई लगायत म यहाँहरूकै आवाजबिनहरूको आवाजको साथी विजय उप्रेती आगामी दिनहरूमा पनि यस्ता थप खोजमूलक विषयवस्तु आगामी दिनहरूमा पनि यस्ता खालका थप खोजमूलक विषयवस्तुहरूको भिडियो यहाँहरू माझमा निरन्तर लिएर आइरहने नै छौँ भन्ने भनाइ राख्दै वाचा गर्दै हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ताकि हाम्रा अन्य भिडियोहरू पनि यहाँहरूले निरन्तर पाइरहनु हुनेछ भन्ने भनाइ राख्दै अहिलेलाई भने बिदा हुन